हेलो गाइस, आज चाहिँ हामी पोखरा हुँदै मुस्ताङतिर लाग्दैछौँ। यता यता हुनुहुन्छ बाहिर मान्छेहरू। हजुर म भिडियो गरेको मान्छेहरू बस्नु भएको छ त्यही। र आज हामी पोखरा हुँदै मुस्ताङसम्मको यात्राको लागि जाँदैछौँ। बसमा मान्छे लाग्यो मुस्ताङतिर। मनाङ मुस्ताङ पोखरा देवघाट जनकपुर होइन। के छ तपाईँको भनाइ सार्दा? मजा आइरहेछ मजा। अहिले चाहिँ भर्खर घरबाट हिँड्दैछ होइन। मजा त मजै आउला जस्तो छ। पानी आइरहेको थियो, मौसम पनि अलि हिँड्ने बित्तिकै पानीले छोपो हिँड्ने बेलामा पानीले छोप्नु भनेको राम्रो हुन्छ। नभए कतिको राम्रो हुँदो रहेछ हेरौँ। हेरौँ अब हिउँ सिउँ कस्तो भर्खर हिँड्दैछ बस। हाम्रो बस यस्तो छ। गाइस, हामी जानकी मन्दिर आइपुग्यौँ यतिखेर होइन। जानकी मन्दिरमा प्रवेश गर्यौँ। जानकी मन्दिर यहाँ सार्दा हुनुहुन्छ। जानकी मन्दिर अब एक्सप्लोर गरौँ है त हामी। अब एकछिन भित्र जानुपर्ने अरे। चप्पल जुत्ता खोलौँ। म जुत्ता खोलेर आउँछु एकछिन। जानकी मन्दिरभित्र छिर्यौँ है गाइस अब हामी। जानकी मन्दिर यस्तो छ है। यहाँ भगवान्लाई दर्शन हेर्न पाइन्छ भनेर, आरती गरेको हेर्न पाइन्छ भनेर यति छिटो हतार हो। अब एकछिनमा आउँछु। हाम्रो टोलीले डान्स पनि गर्दैछ यता। अहिले होटलमा आइपुगेछ। यो यसमा नाचगान भएर अब खानपिन हुने हो।
राति 1 बजी गाडीको टायर पड्केर हालत खराब।